घाम चाहिँ डर लाग्दैछ साथीहरू। यहाँ पनि सिलगढी जतिकै घाम रहेछ। यहाँनिर आएको छौँ हामी यो कुमरेक पार्कमा। अब यहीँको छ सुट। हेर्नुहोस् त कति राम्रो छ जग्गा। भित्र त्यहाँ स्पेस हुँदैछ कि त्यही कारण हामी त्यहाँ नगएको अहिले। हामी चाहिँ यता साइडमा मात्रै छौँ। यहाँ सबै रेडी हुँदैछ हाम्रो अब क्यामेराहरू ठिकठाक पार्दैछौँ है। अहिले चाहिँ अलिक शीतलमा आएर चाहिँ हामी बसेको। ठिकठाक पारिँदैछ, के गरिँदैछ। अलिक शीतलमा आएर बसेको छ। घामले चाहिँ पोलिसक्यो नि, तर के गर्नु। यहाँ पनि भ्लग बनाउनु हुँदो रहेछ क्या हो, फोटो खिचाइ हुँदो रहेछ। यहाँ भाइहरूको हाम्रो हिरो भाइहरूले फोटो खिच्दैछ मजाले। दामी सिन खाएर फोटो खिच्दैछ। म चाहिँ तपाईँहरूलाई देखाउँदैछु है। तपाईँहरूले पनि हेर्नुहोस्। अब हेर्नु भएको होला, तर मैले त देखेको थिइनँ नि त यो जग्गा। मैले आएकै थिइनँ है। त्यही कारण चाहिँ मलाई चाहिँ एकदमै खुसी लाग्यो नि त यस्तो जग्गाहरू हेर्नु पाउँदा। त के खोज्नु भने जस्तो लाग्छ यस्तो है। यस्तो हरियो परियो देखेर मलाई एकदमै खुसी लाग्छ क्या। त्यही कारण तपाईँहरूलाई पनि देखाइदिएको है। ल त है, अब चाहिँ सुटतिर लाग्नु पऱ्यो है। बाई बाई।